शीर्षक सम्झनामा समीक्षा। जीवनको यात्रा कहिले कता मोडिन्छ कसले थाहा हुन्छ र। कतिपय भेटहरू आकस्मिक हुन्छन् तर तिनै हाम्रो जीवनको अमूल्य हिस्सा बनिदिन्छन्। यस्तै एक अनौठो तर गहिरो सम्बन्धको नाम हो समीक्षा पोखरेल। मैले उसलाई जीवनको धेरै लामो मोडमा भेटेको होइन। गन्ने हो भने औलामा गनिनै सक्ने जति पलहरू बिताएको होला हामीले। तर ती प्रत्येक पलहरूले मेरो मनको एउटा कुनामा अमिट छाप छोडेर गए। उसलाई मैले केवल प्रिय मित्र भनेर परिभाषित गर्न सक्दिनँ। ऊ मेरो शुभचिन्तक थिए, एउटी प्यारी बहिनी थिए, शब्दले नभई भावना र व्यवहारले बनिएको सम्बन्ध। हाम्रो पहिलो भेट एउटा साधारण क्षण थियो, उसको स्कुलको वार्षिक उत्सवमा। त्यो बेला उसले गाएको गीतले मेरो ध्यान तान्यो। त्यो मधुर स्वर, त्यो आत्मीय मुस्कान र उसले देखाएको सरलता, सबै थोकले मलाई छुयो। त्यो भेट छोटो थियो तर त्यसले जीवनको एउटा नयाँ अनुभूति दिलायो। समय बग्दै रह्यो, हामी बारम्बार भेट्न सक्दैनथ्यौँ तर फेसबुकले हामीलाई जोडिरह्यो। कहिले 1 वर्ष, कहिले केही महिना कुर्नु पर्थ्यो, तर जब पनि हामी बोल्थ्यौँ त्यो पुरानोपन सम्झिँदा मेरो थकान हराउँथ्यो। उसको हरेक सन्देशले थकित मनलाई सान्त्वना दिन्थ्यो, अनुहारमा मुस्कान ल्याउँथ्यो। समीक्षा अझै बालिका थिए, अब बाल्यकालबाट किशोर अवस्थामा पाइला चाल्दै थिए। जीवनको अनुभव धेरै थिएन होला उसलाई, तर उसको सोच्ने तरिका, बुझ्ने शक्ति अनि मलाई सान्त्वना दिने तरिका भन्ने पक्कै गहिरो थियो। जब म दुखी हुन्थे उसले त्यो महसुस गर्थे र त्योभन्दा ठुलो कुरा के हुन सक्छ र। हामीले कहिल्यै प्रत्यक्ष राखी बाँधेनौँ तर पनि हाम्रो सम्बन्ध राखीभन्दा कम थिएन। त्यो विश्वास, त्यो आत्मीय जुन केवल आत्मासँग आत्माले बोल्दा महसुस हुन्छ। उसले भनिएको कुराहरू, हाँसो, उसले दिएको एक सन्देश, उसको बोलाइ, उसको गीत, यी सबै अहिले मेरो कानमा गुन्जिरहे जस्तो लाग्छ। लेख्न त धेरै बाँकी छ, धेरै कुरा छन् जुन म उसलाई प्रत्यक्ष भेटेर भन्न चाहन्छु। आशा छ त्यो दिन चाँडै आउनेछ। तबसम्म यी सम्झनाका थोरै तर अमूल्य पानाहरू मेरो हृदयमा सजिएर बसिरहेको छन्। समीक्षा पोखरेल, मेरो जीवनको एक मिठो पानामा लेखिएको नाम। धेरै धेरै माया, मेरो बहिनी समीक्षा पोखरेल।